स्वागत छ तपाईलाई अघोरी दुनिया च्यानलमा। दक्ष प्रजापति धेरै छोरीहरूको पिता थिए। उनका सबै छोरीहरू अत्यन्तै सुन्दर र गुणवान थिए, तर पनि दक्ष सन्तुष्ट थिएनन्। उनले सोचिरहेका थिए, काश एक यस्तो छोरी जन्मिए जुन सम्पूर्ण शक्तिशाली होस्, सर्वविजयिनी होस्, जसले उनको कुलको कीर्ति संसारभर फैलाओस्। यही सोचले प्रेरित भए उनले कठोर तप सुरु गरे। धेरै वर्ष तपस्यापछि भगवती आदि शक्तिले प्रकट भई भन्नुभयो, हे दक्ष, म तिम्रो तपस्याले प्रसन्न छु, वर माग, तिमी के चाहन्छौ? दक्षले आफ्नो मनको इच्छा बताए, तपाईं जस्तै शक्तिशाली कन्या मेरी छोरीको रूपमा जन्महोस्। त्यसमा भगवती मुस्कुराउँदै भन्नुभयो, तथा अस्तु, म स्वयं सतीको रूपमा तिम्रो घरमा जन्म लिनेछु। यसरी भगवती माता सतीको रूपमा दक्षको घरमा जन्म लिनुभयो। सती बाल्यकालदेखि नै अलौकिक शक्तिको धनी थिइन्। उनले अनेक चमत्कारी कार्यहरू गरेर सबैलाई चकित पार्थिन्। जब सती विवाहयोग्य भइन्, दक्षले उपयुक्त वर खोज्न थाले। अन्ततः उनले ब्रह्माजीसँग सल्लाह गरे। ब्रह्माजीले भने, सती स्वयं आदि शक्ति हुन् र शिव आदि पुरुष, तसर्थ शिवजी नै उहाँको योग्य वर हुन्। दक्षले यो कुरा स्वीकार गर्दै सतीको विवाह भगवान शिवसँग गराए। सती विवाह पश्चात कैलाश पर्वतमा शिवसँग वास गर्न थालिन्। शिव अब दक्षका ज्वय भएका, तर एक दिन यस्तै घटना घट्यो जसले दक्षको मनमा शिवप्रति घृणा र विरोध जन्मायो। देवलोकमा ब्रह्माजीले एक ठुलो सभा आयोजना गरे, जहाँ सबै देवता बोलाएका थिए। शिव पनि त्यहाँ उपस्थित थिए। जब दक्ष आए, सबै देवताहरू उभिए, तर शिव भने स्थिर रहे। न त उठे, न त प्रणाम गरे। यसरी दक्ष अपमानित महसुस गर्न थाले र शिवप्रति रिसको अग्निमा जल्न थाले। एक दिन सती र शिव कैलाशमा वार्तालाप गरिरहेकै बेला आकाशमा अनेक विमानहरू जाँदै थिए। सतीले सोधिन्, प्रभु, यी विमानहरू कहाँ जाँदैछन्? शिवले उत्तर दिनुभयो, तिम्रा पिताजीले ठुलो यज्ञ आयोजना गर्नुभएको छ, सबै देवता त्यही जाँदैछन्। सतीले सोधिन्, के तपाईलाई आमन्त्रण गरिएको छैन? शिवले गम्भीरतापूर्वक भने, तिम्रा पिता मलाई मन पराउँदैनन्, त्यसैले निम्तो नआउनु स्वाभाविक हो। सतीले भनिन्, मैले धेरै समयदेखि मेरा दिदीबहिनीलाई देखेकी छैन। यदि तपाईँ अनुमति दिनुहुन्छ भने म यज्ञमा जान चाहन्छु। शिवले सतीलाई धेरै सम्झाए, बिना निम्तो पिताको घर जानु विवाहिता नारीको लागि ठिक हुँदैन। तिमी अहिले मेरो अंश हौ, त्यसैले अपमान तिमीलाई पनि हुन सक्छ। तर सतीले हठ गरिन्। अन्ततः शिवले उनलाई अनुमति दिए र सती पिताको घर पुगिन्, तर कसैले पनि उनलाई आदरपूर्वक स्वागत गरेन। दक्षले उल्टै तिरस्कार गरे, तिमी किन आएकी? तिमी श्मशानवासी, भूतहरूको राजा जस्तै एक नग्न साधुको पत्नी हौ। तिमी त यज्ञमा लाजमर्दो बनिरहेकी छौ। यी अपमानजनक शब्द सुनेर सती मौन रहिन्, तर भित्रभित्रै विक्षिप्त भइन्। उनी यज्ञ मण्डपमा पुगिन् र देखिन्, सबै देवताहरूको भाग राखिएको छ, तर शिवजीको छैन। उनले सोधिन्, पिताजी, शिवको भाग कहाँ छ? दक्षले तुच्छतापूर्वक भने, शिव देवता होइन, भूतहरूको राजा हो, म उनलाई भाग दिन्न। सतीको आँखामा ज्वाला बल्न थाल्यो। उनी रिसले भरिन्, भन्न थालिन्, जसका कारण यो सृष्टि टिकिरहेको छ, जसको कृपाले ब्रह्मा, विष्णु र तपाईँ स्वयं अस्तित्वमा हुनुहुन्छ, त्यस शिवको यस्तो अपमान, यो म सहन सक्दिन। सतीले यज्ञ कुण्डमा आफैलाई होम गरिन्। पुरै यज्ञ मण्डप हाहाकारले गुन्जायमान भयो। वीरभद्रले क्रोधमा भरिएर यज्ञको विध्वंस गरेर दक्षको शिर काटिदिए। जब शिवलाई सतीको देहत्यागको समाचार मिल्यो, उनी विक्षिप्त भए। सतीको जलेको शरीर काँधमा बोकेर दिशा दिशा विचरण गर्न थाले। सम्पूर्ण सृष्टि स्थिर भयो। पृथ्वी, आकाश, पवन सबै रोकिए। देवता चिन्तित भएर भगवान विष्णु अगाडि आए। विष्णुले आफ्नो चक्र प्रयोग गरेर सतीको शरीर टुक्रा पारी पृथ्वीभरि झार्न थाले। जहाँ जहाँ सतीका अङ्ग खसे, ती स्थानलाई शक्तिपीठ मानिन्छ। आज पनि ती 51 शक्तिपीठहरूमा भगवतीको पूजा गरिन्छ।